ड्याडी हजुर यतिका वर्ष काठमाडौँमा रहेर आफ्नै व्यवसाय चलाएर चाहिँ सक्सेस भइसक्नु भएको व्यक्ति फेरि आफ्नै गाउँठाउँमा रिटर्न ब्याक भएर आफ्नै माटोलाई प्रयोजनमा लिएर आएर भोलिको भविष्य देख्दा के यो सफल छ जस्तो लाग्छ हजुरलाई? अफकोर्स हामीले माल पाएर चाल्न पाएका व्यक्ति हौँ के नानी। कृषि प्रधान देश भएकोले हामीले चाहिँ आफ्नो माटोमा यस्तो माटो छ जे पनि हामी फलाउन सक्छौँ कि जस्ट चाहिने भनेको के हो भने अलिकति धैर्यता र थोरै आधुनिकीकरण भनेको आइडिया के आइडिया त जुनै पनि हुन्छ तर आधुनिकीकरण आइडियामा पनि आधुनिकीकरण मिसाउन सक्यौँ भन्ने परम्परागतबाट अलिकति माथि उठेर वैज्ञानिक टेक्नोलोजीहरू युज गऱ्यौँ भन्ने जुन कि म देखाउँछु तिमीलाई आऊ कसरी आधुनिकीकरण मैले यो र यसरी उहाँले ड्रागन खेती देखाउनु भयो र सानो एरियालाई युटिलाइज गर्दै फरक किसिमले हामीले के नयाँ कुरा गर्न सक्छौँ त भन्ने कुरा देखाउनु भयो। ड्रागन फ्रुट्स भयो होइन, यो 10x10 को जुन स्पेस छ त्यो एरिया यो बिचको एरिया त त्यत्तिकै हाम्रो वेस्ट गयो। त्यसकारण हामीले के गर्यौँ भने यसमा आँप प्लान्टेसन गऱ्यौँ। यो पनि विशेष किसिमको आँप हो, यो थाई कार्टिमोन भन्छ यसलाई, थाई प्रजातिको हो। यसलाई चाहिँ हामीले हाई डेन्सिटीमा 10x10 मा र यसको साइज चाहिँ हामीले 6 फिटभन्दा माथि हाइट नजान दिने, 4 देखि 6 फिटमा राख्ने गोलो आकारको र यसमा चाहिँ तलै फलाउने, माथि हाइट चाहिँ जान नदिने यो स्पेस हामीले यसरी युज गऱ्यौँ। अनि हामीले डबल इन्कम गऱ्यौँ। यतापट्टि ड्रागन भयो र यतापट्टि हाम्रो यो बिचमा चाहिँ आँप लगाइदिएपछि हामीले आँपबाट पनि इन्कम लिने भयो। यो अम्बा यसरी बिचको स्पेसलाई चाहिँ हामी जुन यो फेन्सिङको जुन स्पेस हुन्छ हाम्रो त्यो स्पेसलाई पनि हामी युज गर्न सक्छौँ है, खाली जग्गा नराखेर। यसमा अब यो अहिले 1.5 वर्षको भयो, यो चाहिँ अलिकति ठुलो भएपछि यसबाट उत्पादन लिन्छौँ र यो पछि हामीले यसलाई पपाया बिचमा चाहिँ पपाया पनि हामीले युज गऱ्यौँ। त्यो एक लट हामीले यसमा यहीँबाट सुरु भयो त्यो फल्न, यो सबै टिपिसकेका छौँ र अहिले चाहिँ यो जाडोले गर्दाखेरि अलिकति साइज केही कम भएको र मलले गर्दाखेरि, तर यो ट्रायल थियो हाम्रो। यो खाली जग्गामा पनि हामीले यसरी खाली जग्गालाई सदुपयोग गर्न सक्छौँ है भनेर यो देखाउन खोजेको हो र किसानहरूले सबैजनाले जानुन् कि स्पेस हामीले इन्ची पनि स्पेस युज गरेर यसरी आम्दानी लिन सकिन्छ। अब यसमा चाहिँ हामीले यो सयपत्री फुलको प्लान्टेसन गरेका छौँ। यसमा फुल उत्पादन पनि हामीले लिन सक्छौँ। त्यसै गरी तरकारीमा चाहिँ हामीले यसरी खुर्सानी, यो खुर्सानीको बोट पनि हामीले ट्रायल गर्दैछौँ। योभन्दा पहिले पनि हामीले ट्राई गरिसकेका थियौँ बिचमा, तर योचोटि चाहिँ व्यावसायिक रूपले नै अब यो ड्रागनको बिचको जुन भाग छ त्यो स्पेस छ यसबाट पनि हामीले केही आम्दानी लिन सक्छौँ भनेर ट्रायल गर्दैछौँ यो। र यसरी फरक किसिमले आधुनिक टेक्नोलोजी युज गरेर आफ्नै देश नेपालमा चाहे सबै कुरा गर्न सक्छौँ भन्ने कुरा बुझाउनु पनि भयो। भन्नाले नेपालमा यदि हामी चाह्यौँ भन्ने, युवाहरूले चाह्यो भने थोरै अनुभव, थोरै नयाँ टेक्नोलोजी र धैर्यता है, फेरि धैर्यता आज रोप्यौँ र 2 महिनापछि हुन्छ भनेर हुँदैन फेरि। त्यसकारण जे पनि गर्न सकिन्छ।